मृत्यु एउटा शाश्वत सत्य हो। जन्म दिएपछि अवश्य मर्नुपर्छ। जन्म र मृत्यु विपरीतार्थक शब्द हुन्, तर सधैँ अन्योन्याश्रित हुने गर्छन्। सोच्नै नसकिने अकल्पनीय घटना घट्न पुग्यो मौना बुदुकको लागि। विक्रम सम्वत 2007 सालमा जन्मिनुभएका कृष्ण गोविन्द चेम्जोङ यही 2082 पुस 6 गते 75 वर्षको उमेरमा यस संसारबाट बिदा हुनुभयो। उहाँको पार्थिव शरीरलाई आज बुदुक क्याम्पसको प्राङ्गणमा श्रद्धाञ्जली कार्यक्रमको लागि 1 घण्टा राखिएको हो। उहाँ अहिले बुदुक क्याम्पसको सञ्चालन समितिको अध्यक्ष हुनुहुन्थ्यो। यो दोस्रो कार्यकाल चलिरहेको थियो। अब 2 दिन पछाडि यही पुस 9 गते उहाँको कार्यकाल सकिँदै थियो। 3 दिन अगाडि नै उहाँको असामयिक निधन भयो। सुब्बा प्रेमबहादुर लिम्बूको जेठो छोराको रूपमा 2007 सालमा जन्मिनुभएका कृष्ण गोविन्द चेम्जोङको 1 जना श्रीमती, 1 छोरा र 1 बुहारी, 3 जना छोरीहरूमध्ये 2 जना छोरीहरू र नाति नातिनाहरू छन्। एउटा सुखी परिवारबाट परिवारको मूल खाँबो भाँचिएझैँ भयो। उहाँको अन्तिम संस्कारका लागि आएका आफन्त, इष्टमित्र, सहपाठी, विद्यार्थीहरू, छरछिमेकको भिड हो। उहाँको पार्थिव शरीरलाई मौना बुदुक बजार परिक्रमा गराएर दाह संस्कार स्थलतर्फ लगिँदै गरेको दृश्य हो यो। सिद्धकाली हाई स्कुल अहिलेको यही बुदुक माविबाट पढाइ सुरु गर्नुभएका उहाँले सिद्धकाली हाई स्कुलबाटै एसएलसी पास गर्नुभएको हो। आइए अध्ययनका लागि बनारस जानुभई आइए पास गरेर आउनुभयो। त्यसपछि धनकुटा क्याम्पसबाट स्नातक तह अङ्ग्रेजी विषय लिई अध्ययन गर्नुभएको थियो। विक्रम सम्वत 2028 सालदेखि शिक्षण पेसामा प्रवेश गर्नुभएका उहाँले विक्रम सम्वत 2034 देखि 2039 सालसम्म पुण्यमावि राजरानीमा प्रधानाध्यापक भई काम गर्नुभएको थियो। त्यसपछि बुदुक स्रोत केन्द्रमा स्रोत व्यक्ति भई शैक्षिक क्षेत्रमा योगदान दिनुभयो। बुदुक माविमा रही अध्यापन गर्नुभयो। त्यसै क्रममा 2061 देखि 2067 सम्म प्रधानाध्यापक भई बुदुक माविको शैक्षिक, भौतिक र आर्थिक उन्नयनमा योगदान दिनुभयो। उहाँ सेवाबाट अवकाश भएपछि यही विद्यालयमा 2069 सालदेखि 2073 सालसम्म 2 कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्वदायी भूमिकामा विद्यालयको सम्पूर्ण पक्षको उन्नतिका निम्ति लागि परिरहनुभयो। त्यसपछि बुदुक क्याम्पसको अध्यक्षको रूपमा 2074 देखि निरन्तर रूपमा 2 कार्यकाल काम गरिरहनु भएको थियो। यसका अलावा विभिन्न दर्जनौं सङ्घ संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रही समाजमा दिलो ज्यानले योगदान दिनुभएको थियो। उहाँ 24 क्षेत्रकी एउटा ऐतिहासिक धरोहर हुनुहुन्थ्यो। शिक्षा क्षेत्रमा लामो योगदान दिनुभएका केजी सर एक शिक्षाविदको रूपमा परिचित हुनुहुन्थ्यो। इतिहासका विषयमा जानकार हुनुहुन्थ्यो। भाषा संस्कृतिको बारेमा पनि उत्तिकै विज्ञता थियो। यही कुराको जानकारी लिनु परेमा केजी सरकै खोजी हुन्थ्यो। अहिलेसम्म पनि अध्ययनशील
हुनुहुन्थ्यो। राजनीति र समसामयिक विषयका बारेमा पनि त्यत्तिकै चासो राख्ने केजी सर आज सदाका लागि यो संसार छोडेर जानुभयो। उहाँको अभावले मौनाबुदु एउटा टुहुरो जस्तो भएको छ। मृत्यु एउटा शाश्वत सत्य हो जुन छेकेर छेक्न सकिँदैन। उहाँले यो समाजलाई दिनुभएको योगदान अतुलनीय छ। उहाँको अभाव सदा खड्किरहनेछ। अलविदा केजी सर। हार्दिक श्रद्धाञ्जली। परिवारजनमा गहिरो संवेदना।